So what's up beautiful people, welcome back to my channel after long time बाद मैले भिडियो लिएर आएको छु र यो भिडियो चाहिँ मेरो छोरीको बर्थडेको भिडियो हो। Happy birthday. ल जोसेफ खाना चाहिँ यस्तो छ है। ल परिका ल जोसेफ छोरीको बर्थडेको खाना राम्रोसँग ह्याप्पी छ नि हैन। ल पार्टी गर्दैछु है। दाइले के छ सन्देश? What's up beautiful people, welcome back to my channel after long time बाद चाहिँ मैले भिडियो लिएर आएको छु। धेरै समय भयो भिडियो नहालेको र अब अघिल्लो भिडियोहरुमा पनि भनेको थिएँ। सो यो चाहिँ एउटा यादगार होस् भन्ने भिडियो मात्र हालेको खासमा मेरो छोरीको बर्थडे र सो स्पेशली थ्यांक यू चाहिँ म एकदमै दाइलाई गर्न चाहन्छु जुन हाम्रो चर्चको उहाँ एउटा अगुवाई हुनुहुन्छ र उहाँ चाहिँ एउटा म्युजिकमा पोक्त व्यक्ति हुनुहुन्छ र म उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु यहीँबाट जय मसी छ हाम्रो वर्शिप टिमलाई र हाम्रो पियानोमा साथ दिने हाम्रो दाइ उहाँबाट म इन्स्पायर भएको पनि हो किनभने उहाँले कतिपय कुराहरू मलाई सिकाउनु भयो उहाँ आफ्नै दाइ सर नै मलाई लाग्छ र हाम्रो बीच धेरै बन्डिङ छ र धेरै कुराहरू पनि छ र उहाँबाट नै म यहाँ आइपुगेको छु। सो थ्यांक यू हाम्रो निर्दायलाई र भिडियोमा साथ दिने चाहिँ हाम्रो उहाँको नाम चाहिँ हाम्रो राजदाय हुनुहुन्छ अरु कुरा नभनौं। सो थ्यांक यू सो मच धेरै धन्यवाद र हाम्रो भोकलमा साथ दिने हाम्रो दिदीबहिनी हाम्रो भाउजूहरुलाई धन्यवाद र यसै गरी यहीँबाट मोबाइल मार्फत नै मैले धन्यवाद दिदैछु। कृपया तपाईहरु कान ठाडो गरेर होइन तर कान थापेर सुन्नु होला भन्दै म केही कुराहरुलाई भन्न चाहन्छु। धेरै लामो पनि बोल्न चाहन्न र पक्नुस् त भिडियो चाहिँ हेरिबस्नुस् त है त। र सो म चाहिँ के भन्दै थिएँ भने हाम्रो भाउजूलाई धेरै धन्यवाद सुरुदेखि अन्तिमसम्म स्टार्टिङ र एन्डिङ उहाँले गरिदिनु भयो धेरै धन्यवाद र भाइको नाम मैले बिर्सेँ गिटार बजाउने भाइको नाम मैले बिर्सेँ र सम्पूर्णलाई धेरै वर्शिप टिमलाई पास्टर अङ्कललाई पनि धेरै धन्यवाद यसै गरी केक बनाउनु हुने हाम्रो भाउजूलाई धेरै धन्यवाद र डेकोरेसन पनि गरिदिनु भयो सजाउनु भयो सबै कुराको लागि धेरै धन्यवाद। यहीँबाट यदि मैले यो भिडियोमा बोल्न जानिनँ भने धेरै कुरा बोल्यो भने या म धेरै बोलेको छु कि या बोल्नै जानेको छुइनँ या अलि बेसी नै बोलेको छु भने मलाई क्षमा दिनु होला र मेरो कुरा यही नै छ र मेरो यो चाहिँ भिडियो चाहिँ धेरै लङ समयपछि हो किनभने एडिटिङ पनि मलाई धेरै गाह्रो भयो कति अगाडि पछाडी भएको छन् कि जस्तो पनि मलाई लागिरहेछ। सो तपाईहरुलाई धेरै धन्यवाद र यहीँबाट विश गर्छु मेरो छोरीलाई ह्यापी बर्थडे टु यु मेरो बेबी मेरो छोरी। आई होप यसरी नै खुसी दिन सकौं र यो मात्रै खुसी हैन बाबाको कर्तव्य निभाउन सकौं। छोरीलाई एकदमै है मेरो डटरलाई एकदमै मिस छ मेरो छोरा मेरो छोरी मेरो परिवार र मेरो मामा घर माउली हाम्रो सम्पूर्णलाई मेरो परिवारको माउलीदेखि लिएर मेरो बुढीको परिवार मेरो मिसेसको र मेरो मिसेसको परिवार सम्पूर्णलाई एकदमै धन्यवाद आइदिनु भयो। चर्चको टिमलाई धेरै धन्यवाद। कतिपय कुरामा मिस्टेक भयो होला र यो बोल्न जानिनँ भने कतिपय कुरामा भन्न जानिनँ भने मलाई क्षमा दिनुस् र एउटा कुरा चाहिँ म के भन्न चाहन्छु भने कान थपेर सुन्नुस् है कान थापेर हैन कान खोलेर हैन केही पनि हैन यतिकै जिस्केको हुन्छ। सबैजनालाई धेरै धन्यवाद। सो इन्जोय गर्नु होला भिडियो हेरेर। यो भिडियो चाहिँ अघि नै भने यो भिडियोको पछाडी चाहिँ यो भिडियोको हात चाहिँ मेरो होइन तर हाम्रो राजदाइको छ र कतिपय स्वरहरू चाहिँ उहाँ दाइकै हो। सो तपाईहरुले चाहिँ भिडियोलाई हेरेर इन्जोय गरिदिनु होला। सो जतिजनाले हेर्नुहुन्छ थ्यांक यू। यो चाहिँ मेरो प्रयास मात्रै हो यादगार भिडियो मात्र भनौं हैन। अब आफूलाई हेर्दाखेरि पनि सो मच सबैजनालाई म चाहिँ अलि टाढै छु त्यही भएर चाहिँ यो भिडियो म कहाँ आएको र मैले भनेको
हृदय भिजाउने आत्मालाई धुने किनभने स्वर्गको राज्य त्यसको हो। आमेन। हाम्रो भाइ जोसेफ सुनुवार अनि बहिनी अनुष्का सुनुवारको बिचबाट प्रभुले दिनुभएको नानी सायरा सुनुवारको आजको जन्मदिनको अवसरमा हामी प्रार्थना गर्न अनि नानीको निम्ति हामी आशीर्वाद दिन अनि आगामी दिनहरूमा प्रभुको महिमामा बढ्दै जान शारीरिकमा सुस्वस्थतामा प्रभुमा बढ्दै जाउँ भनिकन प्रार्थना गरिदिनका लागि हामी उपस्थित छौँ। यस कारणले गर्दा पहिलो वर्ष पुरा गरी दोस्रो वर्षमा लाग्दैछौँ। आजको यो कार्यक्रमलाई प्रार्थनाद्वारा सुरुवात गरौँ। हामी सबैजना यो समय आफ्नो आँखालाई बन्द गर्नेछौँ। आजको कार्यक्रमहरू चाहिँ प्रभुको नाममा समर्पण गर्छौँ। हृदय भिजाउने आत्मालाई धुने सबै कुरा प्रभु तपाईँको योजना र इच्छा परमेश्वरको अगुवाईद्वारा स्वीकार हृदय भिजाउने आत्मालाई धुने पवित्र आत्माको झरीपुटा 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 हृदय भिजाउने आत्मालाई धुने पवित्र कतिजनाले गाउँछन् ताली बजाएर स्वर खोलेर गाउँछन् अनि कतिजना आउँदैन तपाईँ ताली बजाउँदै सुन्न सक्नुहुनेछ यो शब्दलाई तपाईँले सुन्न सक्नुहुनेछ अनि प्रभुलाई हामी धन्यवाद दिनेछौँ र त्यसपछि हामी तपाईँले चाहे जस्तो जीवन जिउन प्रार्थना मागिदिन मैले भनेको पुग्नुपर्छ भन्ने छैन प्रभु, तर तपाईँले भनेको चाहिँ पुग्नुहोस् मेरो जीवनमा। हो, तपाईँको योजनाहरू मेरो लागि कति सुन्दर छ प्रभु। प्रभु तपाईँको योजनाहरू मेरो लागि कति महान छ। तपाईँले मेरो भलाइको बारेमा सोच्नुहुन्छ। यद्यपि म सबै कुरा एउटै परिस्थितिमा बुझ्दिनँ, तर मलाई यो कुरा थाहा छ र शैतानले मलाई कहिले पनि ढाँट्न सक्दैन। जस्तै कष्टको बिचमा शैतानले मलाई ढाँट्न सक्दैन कि मेरो परमेश्वर भलो हुनुहुन्छ र मेरो राजाले मेरो लागि सुन्दर योजना बनाउनु भएको छ। र म निर्धक्क हुन्छु र म बिसाउँछु। म शान्त हुन्छु, तपाईँको उपस्थितिमा म शान्त हुन्छु अनि पवित्र आत्माले मेरो आत्मालाई गवाई दिँदछ कि म परमेश्वरको छोरा हुँ। स्वर्गदूतहरू भेला हुँदाखेरि के भएको थियो, एकदमै आनन्द, उनीहरू चाहिँ एकदमै गाए रमाएर। हाम्रो घरमा पनि बालक जन्मदा होइन बाबुआमाहरू कति खुसी हुनुहुन्छ, कति धेरै आनन्द हुन्छ घर परिवारमा। र त्यो किसिमको माहौल चाहिँ एउटा बालकले चाहिँ घरमा लिएर आएको। धन्यवाद छ। यी बालकलाई तपाईँ परमेश्वरको हातमा राख्छका प्रभु र यी कार्यक्रम जुन बाँकी भागहरू सबै तपाईँको हातमा राख्दै आशीष माग्दछु परमेश्वर ख्रीष्ट तपाईँको नाममा। आमेन। हुन्छ सबैलाई
परिभाषा तपाईहरुसँग छ। कतिजनाले मुटु पनि भन्छन्, हट र मुटु एउटै होला इंग्लिश र नेपालीमा हैन। म जान्दिन है, म चाहिँ मैले चाहेको जस्तो जीवन होइन, तर तपाईले चाहेको जस्तो जीवन जिउन चाहन्छु। मैले भनेको पुग्नुपर्छ भन्ने छैन प्रभु, तर तपाईले भनेको चाहिँ पुगोस् मेरो जीवनमा। हो, तपाईको योजनाहरू मेरो लागि कति सुन्दर छ प्रभु। प्रभु तपाईको योजनाहरू मेरो लागि कति महान छ। तपाईले मेरो भलाइको बारेमा सोच्नु। जस्तो कोही छ, तपाईँ जस्तो कोही छ, पवित्र पवित्र परमेश्वर। आफैमा सर्वसप आनन्द प्रेमले पूर्ण, कसैमा हुनु ननिर्भर। सर्वज्ञानी पितालाई होस् महिमा, स्तुति आदर आराधना। तिमी पनि पार्टी खाना आएको होइन, बर्थडे पार्टी खाना सबैभन्दा मिठो चाहिँ के लाग्यो तपाईले? तपाईँ दुईजनाले सबैभन्दा मिठो चाहिँ कुन लाग्यो? सेफ यहाँ हेर है, डेभिड आएर यहाँ फटी गरेछ। फटी ठिक छ। छोरी मेरो छोरी होइन, ल छोरीको बर्थडेमा आइपुगेर फटी गर्दैछु। दाइलाई के छ सन्देश जोसेफलाई? ए जोसेफ मेरो भाइ हो नि। ए भाइ हो मेरो भाइ। छोरीको फटी गर्दैछु यहाँनिर हेर। मेरो छोरीको पनि यस्तै गरी गर्नुपर्छ मोडा।
छौ नि होइन काम गर्नु पायो भने दुःख मन चाहिँ छैन दुःख मन चाहिँ छैन काम गर्नु पर्यो भने बहिनी दुःख मन छैन नि छैन यता रिसाको जस्तो जस्तो छ है छैन आफ्नो महिमा प्रकट गर्न बाटो बाटो मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भयो विद्रोही अनज्ञकारी हुँदा नि त्याग्नु भएन प्रेम गरिरहनु भयो करारको सरकारको श्रापहरू जोसेफलाई के भन्छ शरीरमा राम्रै हुनुहुन्छ होला राम्रोसँग बस्नु अब कहिले आउनुहुन्छ छिटो आउनु ओके जोसेफलाई के छ सन्देश जोसेफको लागि भन्दैन ल जोसेफलाई के मेसेज बधाई छ के को बधाई हो तपाईँको छोरीले धेरै आशिष पाउन् तपाईँको परिवारमा प्रशस्त आशिष आओस् धन्यवाद ल खाना पनि देखाइदिउँ ल जोसेफ खाना चाहिँ यस्तो छ है ल परिका ल है खाना कस्तो छ चाको है ल जोसेफ छोरीको बर्थडेको खाना हेर्नु राम्रोसँग विचार गर्नु के सर्भिस हुँदैछ भन्ने कुरो यहाँबाट गर्नु ल यहाँ भन्नु त जोसेफलाई ल है खाना कम हो साइराको बर्थडे पार्टी खाने खाना छोरी टोपी मेरी हेर्दाखेरि चाहिँ भिडियो आउँदाखेरि चाहिँ यसो आफूलाई पनि हेर्नुहोस् है पछाडि युट्युबतिर खाना कस्तो छ एकदम है ल पास्टर दिदीले पनि मक्ख परे खानुभएको छन् नुन लागेपछि सबै मिठो हुन्छ ल यहाँ बहिनीले साह्रै अघिदेखि जोसेफ तिम्रो लागि चाहिँ ल यहाँ पास्टर दिदी ल पास्टर दाइले जोसेफलाई के भन्नुहुन्छ धन्यवाद दिने धन्यवाद है ल धन्यवाद आशीर्वाद नाति आशीर्वाद ल ल काकी खाना प्रिटी भएर बस्नुपर्छ आज कि मेरो वाइफ पनि बुढी खाना कस्तो छ मिठो छ दुईजनाको कलर चाहिँ मिलेछ अर्को पिङ्क पनि यहाँ पिङ्कीहरू भेला भएछ पापड हो हामी साइराको बर्थडेमा पापड खाइरहेछौँ यो भात हो साइराको बर्थडेमा हामी भात खाएको छौँ अघि ओके ल जसै भाइ आजको भिडियोलाई म यहाँ अन्त गर्दैछु सो तपाईँले नै आफू राम्रोसँग बनाउनु होला है हामी पनि हेर्छौँ सबैजनालाई सेयर गर्नु होला ल होइन ल दर्शकबिनहरू आजको यो बर्थडे भ्लगलाई चाहिँ हामी यहाँ गएर अन्त गर्दैछौँ अनि आजको भ्लगमा तपाईँहरूले के कमी कमजोरी देख्नु भएको छ भने तपाईँले कमेन्ट्स गरिदिनु होला नत्र तपाईँले अन्तिमसम्म यो भिडियोलाई हेरिदिनु भएको लागि सम्पूर्ण दर्शकबिन सबै हाम्रो सब्सक्राइबर टिमलाई चाहिँ धन्यवाद दिँदै
आजको भिडियोलाई यहाँ अन्त गर्न चाहन्छु। सबैले भन्ने छ 1 2 3 सर्वज्ञानी पितालाई होस् महिमा स्तुति आदर